उता जङ्गलतिर पानी परेर जति बेला पनि खोला आउन सक्छ त्यही भएर हामी छिटो छिटो खोला तर्नुपर्ने हुन्छ ल खतरा खतरा हान्दे नाइस यार सेम रोनाल्डो गड कहाँ हान्दिएको सैया र तु त खानै पर्छ तेरो मासु मिठो हुन्छ अब के गर्नु त हैन Hey guys, welcome to my YouTube channel. तपाईहरुलाई मेरो अर्को भिडियोमा स्वागत छ हैन पनि आजको बिहानको सुरुवात यहाँ खिरबाट भएको छ एक बटुको खिर लिएर हिँड्सकेको छ म चाहिँ यसको अनुमा देखाउन नहुने रे बिन चाहिँ पिङ खेलिरहेको छ तनाने खिर कस्तो कसलाई सोध्नु भने खोइ चाहिँ मान्छेको चम्ची जिब्रो हो क्या मान्छेको चम्ची जिब्रो हो ताली बर्का कुखुरा चोइट हान्नको लागि अनि यहाँ चाहिँ पुरै धान खेत छ यहाँ एकदम झाडी छ यहाँ सर्प आउन सक्छ खेतारी नागिन कुद पनि छिटो कुद 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 अहिले त यता तलतिर झरी पठाउली चाहिँ उताको आमा घर यताको मामा घर यहाँ नाच्दैछ फुच्ची नाच्न आउँदैन कुखुरा कत्रो ल्याइस हेरौँ न लोकभित्र राख्नु पर्दैन हौ पहिरो कुखुरालाई बिचरा मर्नुभन्दा अगाडि यसो ऊ होस् न फ्रिडम पाओस् न सैया र तु त उही अब हेर खानै पर्छ तेरो मासु मिठो हुन्छ अब के गर्नु त हैन ओ त्यहाँ आगो छ कि छैन उही नै भाइ सिधै रोस्ट होलास् नि नकाटिकन यता एकदम हार्डवर्कर छोरो भात पकाउँदै हुनुहुन्छ आउँछ पकाउ र आउँदैन भने म सिकाउँछु म एकदम खतरा हो ओ के गरेको गेम खेल्न आँटेको गेम जति बेला नि गेम 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 ओ कसै मिलाउनु पर्दैन पर्दैन सुतीको छैन मिलाउनु छैन के मासु रोस्ट बनाउने कि झोल झोल हाल क्या झोल आधीमा झोल हाल झोलसँग मासु खानु राम्रो हुन्छ मलाई हाम्रो चाहिँ टक्क पोलुवा झोलुवा के भन्छ यसलाई रोस्टको लागि टक्क मासु रेडी भइसकेको छ आगो बाल्न त फेरि म एकै चुट्कीको काम हो क्या तेल हो यो तेल हो यहाँ घाममा राख्दा त कस्तो सर्बत पानी जस्तै देखिँदो रहेछ यार यहाँ मासु चाहिँ पाक्दैछ यसले यो त ठिकै थियो कि तर यसले यहाँ चाउचाउ मिसाएर गल्ती गरेछ तर ठिकै छ त हुन्छ मैले मोबाइलमा हेरेँ यहाँ सब झर यी खसीको मासु रेडी बनाउँदै हुनुहुन्छ उता चाहिँ कुखुराको कति केजी हो 10 केजी खाएको रोटी त युट्युबमा भिडियो हाल्ने क्या यो सबैले हेर्छन् आज नि पकाउनुहुन्छ त्यो मासु पाहुना आज आउनुहुन्छ होला पाहुना पनि टक्क अर्जेन्टिना बार्सिलोना मियामी सबै मेसीको फ्यान हो नि त हामी सबैजना मेसीको फ्यान हो 1 2 3 देखियो नि झन्डे झन्डे छिटो नानु नानु सुतेको सुत्त ओछ्यानमा नमुत माथिको खाँबो भाँचिन्छ होला नानु यहाँ चाहिँ सबैजना हुनुहुन्छ टक्कसँगले अनि म चाहिँ अहिले यो नयाँ फोनबाट सुट गरिरहेको छु क्यामेरा एकदम दामी रहेछ यहाँ चाहिँ सबैजना आइसक्नु भएको छ विभिन्न पनि आइसकेको छ अनि मम्मी पनि आइसक्नु भएको छ र यहाँ अनबक्सिङ हुँदैछ सबै कुराहरूको यताबाट उसानी आइरहेको छ यो एकदम के चलिरहेछ यता चाहिँ बुवालाई कस्तो लागिरहेछ छोरी आएर खुसी तपाईँलाई कस्तो लागिरहेछ धेरै खुसी नेपाल उसाले 500 रुपियाँ दिइसकेछ कस्तो चाहिँ म जाँदैछु यता पर घर यो फोनको क्वालिटी मलाई मन पर्यो र यो दाइको फोन हो र यो मेरो फोन हुन्छ होला सायद त्यसले दिदिनँ भनिरहेछ तर म यसो लिने कोसिस गरिरहेको छु लिन सक्यो भने चाहिँ तपाईँहरूले यस्तो खतरा क्वालिटी देख्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ
आइफोन जतिकै छ यो भयो भने आइफोन के चाहियो र यस्तो दामी छ हिँड्दा पनि टक्क स्मुथ भइरहेछ अब यहाँ बल लिएर पनि आइसकेको छ अब बल ल्याएपछि खेल्ने हो मेरो फोन चाहिँ यो हो यसको क्वालिटी चाहिँ राम्रो छैन तर यो फोनको क्वालिटी एकदम राम्रो छ बल चाहिँ हामी आइसकेको छौँ खोलामा यो चाहिँ रहेको छ खोला यो खोला तपाईँहरूले मेरो भ्लगमा हेर्नुभएको छ पुरानो भ्लगमा तर अहिले चाहिँ यो खोला एकदम जस्तोको त्यस्तै छ केही परिवर्तन भएको छैन यतातिर फुलहरू चाहिँ फुलिरहेको रहेछ तर यसलाई फुल भन्दैन घाँस भन्छ बजो 4:30 भयो र यहाँ चाहिँ उता जङ्गलतिर पानी परेर जति बेला पनि खोला आउन सक्छ त्यही भएर हामी छिटो खोला तर्नुपर्ने हुन्छ यदि तरेन भने जे पनि हुनसक्छ अनि अब चाहिँ हामी फिल्डतिर जाँदैछौँ अनि अब बल खेल्ने ठाउँमा पुगेर भेट्नेछौँ तपाईँहरूलाई बोर लागेको छैन भने भिडियो छोडेर पनि नजानु होला बोर लाग्यो भने भिडियो हेर्नु होला ल यति भन्दै म एकछिनमा भेट्नेछु ग्राउन्ड चाहिँ यही हो टक्क यत्रो ग्राउन्ड छ अनि यता चाहिँ मन्दिर छ टक्क मन्दिर यो शनि मन्दिर यता अर्को मन्दिर बन्दैछ अनि भ्यू दामी देखिरहेको छ मलाई उब्ब दामी लागिरहेको छ क्यामेरा परसम्म डाँडा देखिरहेको छ तपाईँहरूलाई म जुम गरेर देखाउन चाहन्छु यो फोन जुम गऱ्यो भने त्यहाँ डाँडाको मान्छे नै देखिन्छ तर म जुम गर्दिनँ त्यति धेरै बल खेल्न थालिसकेछन् केटाहरू नाइस सेफ पेनाल्टी चन्दु ल खतरा हान्दे नाइस यार सेम रोनाल्डो गड अल चाहिँ हामी बल खेलेर पसिना भएर टक्क सबैजना यो त भएर नि यसो पसिना यो सेन्डो लाएर छ अनि यता सबैजना पसिना उता भुत चढेको छ उसलाई अनि सबै छोडेर जाने हो ल अब चाहिँ हामी जाँदैछौँ हामीले लगभग 1 घन्टा खेल्यौँ है ए बग्लहरू भङ भन्न त्यसपछि टक्क जाँदैछौँ हाम्रो कस्तो दामी मोबाइल हौ भराउने बित्तिकै ठ्याक्कै रात परेर पानी पनि पर्न थालिरहेको छ होइन ठ्याक्कै हामी भराएपछि पानी पर्न थालिसकेको छ अनि यो चाहिँ मेरो फोनको क्वालिटी हो यता राम्रो क्वालिटी भएको फोनले गेम खेलिँदैछ त्यही भएर आजको भ्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु लास्टसम्म हेर्नुभएको थ्याङ्क यू सो मच फर वाचिङ बाई